हेलो, आज चाहिँ मैले चामलको पिठोबाट यस्तो नरम एकदमै खानमा स्वादिष्ट बच्चाहरूलाई पनि एकदमै मनपर्ने यो रोटीको रेसिपी लिएर आएको छु। यस्तो रोटी बनाएर हजुरहरूले कहिले खानुभएको छैन भने ट्राई गर्न सक्नुहुन्छ। ल एकदमै सजिलो एकदमै छिट्टो बनेर रेडी हुन्छ यो रोटी। धेरै समय पनि लाग्दैन, करिब 10 मिनटमा यो रोटी बनेर रेडी हुन्छ, त्यो पनि मोमोको भाँडामा। ल बनाउन सुरु गरौँ। मैले चाहिँ यो चामलको पिठो लिएको छु, आधा किलो जति जुनसुकै पिठो भए पनि हुन्छ, जुनसुकै चामलको पिठो भए पनि पिसेर राखेको पिठोमा चाहिँ मैले यता भेलीलाई चाहिँ पगालिदिन्छु। एकैछिन भेली चाहिँ तताएर पगालिसकेपछि चाहिँ 1 चम्चा जति पिठोमा घिउ राखेर यो भेली राख्दै तातो भेली पानी राख्दै मुस्दै गर्नुपर्छ। चिसो पानीले मुस्न चाहिँ हुँदैन, तातो पानीले मजाले मुछिसकेर यतिको डो बनाउने। अब यो डोलाई एकैछिन छोपेर राखिदिने, 15 मिनट जति घिउ लगाएर छोपेर राख्नुपर्छ। अनि अब यता मोमो पकाउने भाँडोमा तल पानी राखेर माथि चाहिँ रेडी गर्दैछु। अब यसमा अलिक थोरै घिउ लगाएर सबैतिर घिउ लगाएर राखिदिन्छु। अनि यता चाहिँ पानी तातो भइसक्यो। अब यो डोलाई चाहिँ थोरै निकाल्दै यतिको लाम्चो आकारमा यस्तो सेपमा, अब जस्तो सेपमा बनाउनु भए पनि हुन्छ, गोलो लाम्चो। मलाई चाहिँ यस्तो लाम्चो सेपमा मिठो लाग्छ। अनि यसरी बनाएर तयार गरी एउटा गर्दै बनाउँदै राख्दै गरिदिन्छु मोमोको भाँडामा। अनि यो सबै रोटी रेडी भइसकेपछि यसमा राखिदिन्छु अनि स्टिम गर्नको लागि राखिदिनुपर्छ। तलको भाँडा माथि अनि माथिको भाँडा तल गरेर यसलाई एकचोटि सारिसकेपछि करिब 15 मिनटमा चाहिँ यो रोटी बनेर रेडी हुन्छ। एकदमै मिठो, एकदम चामलको ओरिजिनल स्वाद, एकदम मिठो टेस्टी रोटी बनेर तयार हुन्छ। ल हेर्नुहोस् त, यस्तो राम्रो रोटी बनेर रेडी भयो। अब यो रोटी चाहिँ मोमोको अचारसँग खानु भए पनि हुन्छ। मैले चाहिँ छुट्टै अचार, यसलाई चाहिँ मैले आफूले जानेको अचारको, हामीहरूले चाहिँ यही अचारसँग यो रोटी चाहिँ अचारसँग बनाएर खाने गरेका छौँ अरू बेला पनि। अनि सुरुमा मैले भेली राखेँ, अनि भेली पगालेको पानीलाई चाहिँ राखिसकेपछि धुलो खुर्सानी राखेँ, काश्मिरी लाल मिर्च, अनि त्यसपछि अर्को खुर्सानीको धुलो, अनि नुन थोरै, अनि लप्सीको धुलोलाई राखेँ। अब अमचुर पाउडर छ भने अमचुर पाउडर राख्नु भए पनि हुन्छ। एकैछिन पकाइसकेपछि यो अचार बनेर तयार हुन्छ। चामलको रोटी पनि बनेर रेडी भयो। अब हजुरहरूले के नाम दिनुहुन्छ? मैले चाहिँ यसलाई चामलको रोटी नै भनेर नाम दिएको छु। हजुरहरूले के नाम दिनुहुन्छ? यसको नाम के होला कमेन्टमा लेखिदिनु होला। ल चामलको यस्तो मिठो रोटी, एकदमै छिट्टो, हेल्दी अनि सजिलै बनेर तयार हुने रोटी रेडी भएको छ। हजुरहरूले आफ्नो बच्चाहरूलाई फुर्सदको समयमा बनाएर खुवाउन सक्नुहुन्छ। एउटालाई चाहिँ म भाँचेर देखाउँछु पाकेको छ कि छैन। ल हेर्नुहोस् त, करिब 15 मिनटमा एकदमै मजाले पाकेर फुलेर अलि ठुलो पनि भएको छ यसको आकार, अनि पाकेर पनि सफ्ट बनेर तयार भएको छ। अब यो सबै रोटीहरूलाई चाहिँ मैले एउटा प्लेटमा खनाएर सर्भ गर्छु। यो अचार दुईटै अचारसँग राखेर दुईटै अचारसँग डुबाएर पनि देखाउँछु एकचोटि। एकदमै मिठो रोटीको रेसिपी बनाएर हजुरहरूलाई सेयर गरेको छु। भिडियोहरू मनपर्छ भने लाइक, सेयर अनि मेरो पेजलाई फलो गर्न नभुल्नु होला है त। थ्याङ्क यू फर वाचिङ।